अहिले हामी सबै खेलाडीहरू उठ्दिनु होला, बोको लागि तयारी अवस्थामा रहनु होला। यस कार्यक्रमको केन्द्रबिन्दुको रूपमा तथा प्रमुख अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। यस्ता प्रतियोगिताहरू गर्नाले खेलाडी भाइ बहिनीहरूमा एक अर्कामा टेक्निकहरू साटासाट गर्ने मौका पाउँछ र खेलाडीहरूमा चिने परिचय बढ्दै जान्छ र खेलमा राम्रो प्रदर्शन गर्ने मौकाहरू पनि साथीहरूसँग साटसाट हुने गर्दछ र यस नेपाल गोजुरी कराते डोसमले राष्ट्रिय प्रतियोगिता, प्रदेश प्रतियोगिता, अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन गर्दै आइरहेको यहाँहरूमा जानकारी गराउन चाहन्छु र यस प्रतियोगितामा खेलाडी भाइ बहिनीहरूले अनुशासित ढङ्गमा खेल खेलिदिनु होला र रेफ्री साथीहरूले निष्पक्ष ढङ्गमा निर्णय गरिदिनु होला र यो आफ्नो र अर्काको नभनिकन जसले राम्रो पर्फर्मेन्स गर्छ उहाँलाई पोइन्ट गरेर जिताइदिनु होला। कार्यक्रमको उद्घाटन हुँदै सबैले जोरदार तालीले कार्यक्रमलाई राष्ट्रिय खुल्ला कराते प्रतियोगितालाई शुभकामना मन्तव्य राखिदिनको लागि हार्दिक अनुरोध गर्दछु। वास्तवमा यो आज हाम्रो यो 10औं राष्ट्रिय खुल्ला कराते प्रतियोगिताको पहिलो सफलताको शुभकामना दिन चाहन्छु र यो कार्यक्रम एउटा राष्ट्रिय च्याम्पियनसिप भएकोले विभिन्न प्रदेशबाट पाल्नुभएका सम्पूर्ण खेलाडीहरूलाई सफलताको शुभकामना दिन चाहन्छु र यो खेल तपाईहरुको लागि एकदम राम्रो र एकदम भव्य बनाउनु, आगामी दिनमा पनि यो च्याम्पियनसिपले अझ योभन्दा मूर्त रूप लियोस् भन्ने शुभकामना पनि दिन चाहन्छु। साथै आज यो च्याम्पियनसिपको भइरहेको सन्दर्भमा धेरै कुरा गर्नु पनि छैन र
खास गरी चाहिँ हामीले खेलकुदलाई एउटा भनौँ न पेसागत रूपमा एउटा राष्ट्रियको इज्जतको रूपमा र यसले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाललाई चिनाउने र स्पोर्ट टुरिज्म इकोनोमिक डेभलपमेन्ट र एउटा अनुशासित सभ्य असल नागरिक निर्माण गर्नको लागि खेलले एउटा ठुलो भूमिका खेल्ने भएकोले यो सबै नागरिकले बुझ्नु जरुरी छ, हामी सबैले बुझ्नु जरुरी छ र सरकारको तर्फबाट अझ यसमा लगानी नागरिकको क्षेत्रबाट लगानी र निजी क्षेत्रबाट लगानी गर्नु आवश्यक देखिन्छ र यो अहिले हाम्रो विभिन्न समस्याहरू छ खेल क्षेत्रमा। यो समस्याहरूलाई हामी आपसी सरसल्लाह छलफल र कानुनको माध्यमबाट हामी यसलाई समाधान गर्न लागिरहेछौँ र तपाईहरुलाई अझ भन्न चाहन्छु म खेल क्षेत्रमा भएको विकृति विसङ्गतिलाई हटाउन म विशेष पहल गरिरहेको छु। एउटा खेल सुशासन कायम गर्नको लागि मेरो अर्थक प्रयास रहनेछ। राष्ट्रिय खेलकुद परिषदको आफ्नो भूमिका र खेल सङ्घ महासङ्घहरूको एउटा आफ्नो भूमिका छ र यी बिचमा केही ग्यापहरू छन्, केही खाडलहरू छन् र केही तिखा मिठा विषयहरू पनि रहेको छन्। यसलाई चाहिँ म समेट्ने प्रयास गरिरहेको छु र यति कुरो राख्दै 10औं राष्ट्रिय खुल्ला कराते प्रतियोगिता च्याम्पियनसिपमा सहभागी हुनुभएका सम्पूर्ण प्रशिक्षक खेलाडी साथीहरू बालबालिका र यहाँ विभिन्न सहयोगी जुन हातहरू छन् सहयोगी हातहरूलाई पनि म धन्यवाद दिन चाहन्छु र पूर्ण सफलताको शुभकामना दिँदै आफ्नो भनाइ अन्त्य गर्छु। धन्यवाद, नमस्कार। भएका आदरणीय सीताराम पौडेलज्यू, त्यसै गरी आदरणीय अभिभावक गोपाल सुवेदीज्यू कार्यक्रमलाई सधैँ माया गर्ने आदरणीय गुरु श्याम शेर्पाज्यू, त्यसै गरी हाम्रो यस कार्यक्रमलाई महत्त्वपूर्ण समयको थाँती राखी हामीलाई समय दिएर खेलाडीहरूको हौसला र सम्पूर्ण यो क्रान्ति खेल कर्मीहरूलाई हौसला बढाउन वितरण गरिदिनको लागि आदरणीय गुरु बलराम मित्रज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। अब गेम छिटो सक्नु छ वान डेको, त्यस कारणले म धेरै बोल्न चाहिनँ। आजको यस कार्यक्रमका प्रमुख अतिथि रामचरित्र मेहता, आजको एक दिवसीय कार्यक्रम हाम्रो 300 खेलाडी भएको कारणले एकदम रसमा यो कार्यक्रम अगाडि बढाउनु पर्नेछ, त्यसैले म धेरै बोल्न चाहिनँ। हरेक वर्ष हुने यो कार्यक्रम यो बिचमा 2 वर्ष हामीले गर्न सकेनौँ विविध कारणले। अब हरेक वर्ष यो 10औं हुँदै 11औं 12औं गर्दै हामी अगाडि जानेछौँ र मेन कुरा त अब यहाँ धेरै समस्याहरू छन्। राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवलाई पर्सनल भेटेर धेरै कुरा गरियो भने अस्ति र गर्न पनि बाँकी छ। हामी कराते युनिटी एकदम युनिट भएर अगाडि बढ्ने प्रतिबद्धता साथ हामी सदस्य सचिवमा अगाडि बढ्नेछौँ। उहाँले गोजुरियो, सितुरियो, सोतकन, वादुरियो यो 4 मेजर आर्ट्सलाई इम्प्लिमेन्ट गरेर राष्ट्रिय खेलकुद परिषदमा नेपाल कराते महासङ्घको सदस्य भएर हामी चाहिँ विश्व कराते महासङ्घको कार्यक्रमहरूमा सहभागी हुँदै देश र यो करातेकै नेपाली करातेकै इज्जत प्रतिष्ठालाई त्यो स्थानमा पुर्याउन सक्नेछौँ भन्ने यही सदस्य सचिवज्यू भएकै बेलामा यो समाधान होस् भन्ने चाहना राख्छौँ हामी। किनभने सदस्य सचिवले भन्नुभएको छ उहाँ कुनै पोलिटिकली पर्फर्मेन्सबाट यहाँ चाहिँ नियुक्ति भएर आउनुभएको होइन, उहाँको एउटा विशेष तरिकाले र उहाँ चाहिँ एउटा मन्त्रालयको सचिवज्यू र चाहिँ एकदम मुख्य सचिव हुने
सिचुएसनमा पनि हुनुहुन्छ। यो राष्ट्रिय खेलकुद परिषदबाट गइसकेपछि मुख्य सचिव नै हुनुहुनेछ भन्ने पनि हामीले आशा राख्दछौँ हाम्रो सदस्य सचिवजीलाई। र आजको यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएका हाम्रा सदस्य सचिवजीहरूलाई धेरै धेरै धन्यवाद दिँदै म सबैलाई पुनः यस कार्यक्रममा उपस्थित भएर सहयोग गरिदिनु भएकोमा धन्यवाद दिन चाहन्छु। र मेन रेफ्री गणहरूलाई आजको कार्यक्रम 1 मिनट पनि रेस्ट नलिएर कार्यक्रम सक्नुहुनेछ, समापन हुनेछ भन्ने 2 शब्द राख्दै मेरो 2 शब्द धन्यवाद होस्। त्यसै गरी एटु नानीरस गज कुमुते +30 केजी का खेलाडी बहिनीहरू आफ्नो नाम सुनिदिनु होला र कोचले पनि आफ्नो नाम सुनिदिनु होला। सामान्य पौडेल हामी यो जुनियर बाउटहरू 6x6 मा खेलाउनेछौँ। तसर्थ रेफ्री जजेसहरूले त्यो अनुसार कार्यान्वयनमा अगाडि बढ्नु होला। यज्ञ प्रताप राणा आँखामा, सुप्रिम तामाङ आओमा, सुप्रिम तामाङ आओमा कोही आएन? यज्ञ प्रताप राणा आँखामा ल्याउनु होला, छिटो ल्याउनु है। धन्यवाद। अब हामी उतै जानु गुरु हजुर, उतै जानु पछाडि जानु।